हेलो एभ्रिवान। आज मिति 2083 साल वैशाखको 13 गतेका दिन हामी सपरिवार मम्मी बाबा दाई भाउजू मिना दिदी प्रसुन भान्जा र म गरी 7 जनाको जम्बो टोली हामी भगवान श्री रामको पवित्र जन्मभूमि अयोध्या तीर्थस्थलको लागि निस्किन लागेका छौँ। यहाँ नारायण दाइले हाय हाय गर्नुभयो। अब हामी गाडीमा सरसामान हालेर हिँड्न लागेका छौँ। यहाँ गाडीमा पनि पछाडि जय श्री राम लेखेको रहेछ। अनि मैले यहाँ देखाउँदैछु सबैजनालाई। गाडीमा सरसामान हाल्ने कुरा भयो, अगाडि म बस्ने कुरा भयो, पछाडि चाहिँ अरूजना बस्ने कुरा भयो। हामी निस्कियौँ, टक्क लाएर सबैले चस्मा पहिरेर हिँडेका छौँ। यात्रा सुरु भयो बनकट्टीबाट। मिना दिदीलाई रिसिभ गरिसकेपछि हामी लाग्यो बुटोलतर्फ। यहाँ चाहिँ भगवान श्री कृष्णको यहाँ हामीले मूर्ति देख्यौँ। हामी भैरुवा आइपुगेर पनि सुनौली आइपुग्यौँ। सुनौलीको बजार पुरै सुनसान देखिरहेका छौँ यहाँनिर। हामी बीच बाटोमा बालेनको गाडी भेट्टायौँ। बालेनको गाडी UP 56 AK 967 लेखेको बालेनको गाडी देखेर हामीले यहाँ खिचिरहेका छौँ। हेलो एभ्रिवान। दादा हेर मे तार मिना तार पाण्डु है त नि बा यता हेर्नु यता अगाडि। कति खान्छ होला कि मोबिल नहालिकन चलाएर यो पेट्रोल हाल्नुपर्छ भन्ने मात्र होस् भएन। मोबिल बाइकमा मोबिल लाग्छ भने थाहै भएन होला। जलेको बुरेसको इन्जिन हेर्दा त्यो जुप्पा अमृत धेरै भ्याउला नि खा निदा खाँदै मैले ल्याएको अङ्गुर मोजगर हजुर। हामी कहाँ हिँडेको 2 शब्द जानुहोस् न। कहाँ अयोध्या रामनगरी शिवजी पछि छ। The birthplace of Mr. Ram. इंग्लिशमा बा कहाँ हिँडेको हामी? यता कहाँ हिँडेको हामी? कुन ठाउँ हिँडेको? आसाम हिँडेको। आसाम के अरे? पता बिर्सिङ अरे। ल हामी जाँदै थियौँ। यहाँ त बनकट्टी भनेको ठाउँ देखियो। ल हामी यहाँ जाँदै थियौँ। यहाँ मिना दिदीले फाट कति प्रकारका हुन्छन् भनेर सोधेको। 5 प्रकारका हुन्छन् भनेर सुनाइराखेकी छी मलाई। विभिन्न प्रकारका फाटहरू चाहिँ हुन्छ, यस्तो यस्तो प्रकारका हुन्छन् भनेर दाइले र मिना दिदीले पछाडिबाट फाटका प्रकारहरू सुनाएर
अनि मम्मीले पछाडि अगाडिबाट के बोलेको नबोलाऊ भनेर गाली गर्नुभएको छ। मम्मीले मुखै थुन्न बाध्य हुनुभयो। अनि यहाँ दिदीले पछाडिबाट विभिन्न प्रकारका मान्छे अनुसारका फाटहरू यहाँ व्यक्त गरेको, सबजना मुठसापर हाँसेको, भाउजूले मास्क लाएर बसेको अवस्था छ। रामको गीत गाई के त्यो वृन्दावन जाँदा गर्नुपर्छ पनि रेडी पारेको राम राम हरे हरे कृष्ण कृष्ण हरे हरे कृष्ण कृष्ण हरे 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 राम 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 हरे 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 कृष्ण 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 हरे 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 राम 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 हरे हरे कृष्ण कृष्ण हरे हरे राम हृदय बना देखेको रामको पैतालामा कमल फुल देखेको सीता मैले देखेको रामका पैतालामा कमल फुल देखेको सीता मैले देखेको हे रामलाई वनवास भरतलाई रजाई रामलाई वनवास भरतलाई रजाई रामलाई वनवास भरतलाई बाबुलाई ओ बा ताली मार्नु बा ताली मार्नु ताली बा ताली मार्नु ताली मार्नु भने बजाउनु ल मम्मी गाउनु त अब रामलाई वनवास केकैको ख्यालले है रामलाई वनवास केकैको ख्यालले रामलाई वनवास केकैको ख्यालले ल अब यहाँ झर्न लाग्यो खाजा खान टक्क ल्याएर सबैभन्दा पहिला बालाई निकाल्दैछु बाहिर ढोका खोलिदिएर बालाई बाहिर निकाल्दैछु बाले खुट्टा दुख्यो मलाई तिमीहरूले दुःख दियौ भन्दै हुनुहुन्छ खुट्टा दुखेर म बुढेसकाल लगाएको मान्छेलाई घोडा दुख्यो भन्दै हुनुहुन्छ बाले अब त्यसपछि पालो आयो मम्मीको मम्मी पनि गाह्रो मानी झर्दै हुनुहुन्छ बसिरहेको सिटबाट निस्किदिन त गाह्रै हुन्छ नि त त्यही पनि मम्मी पनि निस्किनु भयो अब है टक्क लाएर त्यसपछि आयो भाउजूको पालो ल भाउजू पनि निस्किनु भयो हाय गर्दै भाउजूले यहाँ अब भित्रबाट अर्को दाई दिदीलाई निकाल्नलाई कुर्सी सारिदिनु खोजेको भाउजूको बलै पुगेन कठैभरि लै सक्नु भएन भाउजू गाह्रो भयो हल्लिँदा नि हल्लिएन उपाय लाएन भाउजूले सक्नु भएन खै अझै पनि कोसिस त गर्दै हुनुहुन्छ खोल्नुहुन्छ कि भनेर अनेक बुद्धि लाउनु भएको छ सकेन भाउजू भन्दै यता आउनुभयो ल म गएँ है त मैले चाहिँ सक्छु कि भन्दै गएँ मैले पनि त्यति मेसो त पाइनँ कसरी यो खोल्ने अलिअलि त मैले तानतुन त पारेँ अनि त्यसमा चाहिँ दाइले मलाई यसो गर त भन्यो ल यो चाहिँ खुल्यो अब यति भएपछि त निस्किन्छन् होला ल मिना दिदी निस्की कालो झोला हल्लाउँदै यता हेर हेर्दा पनि हेरे नि भान्जा आए पाण्डु त यिनले पनि हेरेनन् के यिनीहरूले मलाई भाउ नदेखा आयो हाम्रो सलमान खान ओ शाहरुख खान पो रहेछ ल हेलो हामी यहाँ खाजा खान आयौँ होटलमा खाजा खान त आयो यिनीहरूले त खाजा खान पनि अर्डर गरेपछि 20 मिनट कुर्नुहोस् भन्यो 20 मिनट कुरेर बस्नु परेको छ खाजा खान्छ नि त त्यहीँ बस बोल अझै बोल यात्रामा गयौँ भने हामी चाहिँ अयोध्याको दर्शन चाहिँ राम्रो के छ भने हामी चाहिँ मनोरञ्जन गर्दै फर्केर आयौँ त्यो त पछि भइसक्यो त्यसपछि हामी चाहिँ यो ठाउँमा झरेर चाहिँ हामी चिया नास्ताको लागि यो ठाउँमा हामी झरेको हो अब हामी यहाँबाट चिया खाएपछि अब हामी चाहिँ अहिले अयोध्याको लागि यात्रा गर्छौँ आज त्यही बसेर भोलि बिहान चाहिँ हामी अयोध्या पूजा गरेर त्यसपछि घुम्दै फिर्दै खाँदै रमाउँदै अनि
लमसङ निवासमा रिटर्न हुन्छौँ। नमस्ते धन्यवाद नमस्ते, धन्यवाद। ल के छ कहाँ आएको हामी अयोध्या हिँड्न लागेको अयोध्याको बिचमा हामीलाई भेटाएर यसो चिया खान अयोध्यामा के छ अयोध्यामा राम मन्दिर राम जन्मेको ठाउँ राम भनेको राम भनेको भगवान् हाम्रो चिया आइपुग्यो पकौडी पनि आयो हामीले घ्याम्पी हान्न लायौँ ल दिदी लिएर अमृत दाईले चियालाई घ्याम्पी हान्न लाए चेस गरेर सुरप्प पार्न लाए ल ठिक छ फेरि एक लट पकौडी पनि आयो हामीले खाना लायौँ मिठो छ है पकौडी चाहिँ मिठो छ चिया पनि मिठो यहाँको मलाई त मिठो लाग्यो पनिर पकौडी पनि मिठो चिया पनि मिठो जे होस् मिठै छ मटकामा चिया ल मैले आफूलाई पनि देखाएँ यसो अरूको मात्रै खिच्ने आफ्नो नआउने क्या आइफोन बोकेपछि यही छ समस्या त्यही भएर दाइले चाहिँ ल तैँले खा चेस गर मैले खिचिदिन्छु भन्न सुरु गऱ्यो अनि मैले चाहिँ टक्क मिनादीसँग चेस गरेर चिया खाएँ ल हामी त फाइनली अयोध्या नगरीमा प्रवेश गऱ्यौँ यहाँ बोर्डमा लेखेको छ अयोध्या नगरी में उत्तर प्रदेश पर्यटन आपका स्वागत करता है यूपी टुरिज्म वेलकम्स यू टू अयोध्या भनेर लेखेको रहेछ बोर्डमा हामी टक्क अब अयोध्या नगरी प्रवेश गऱ्यौँ फाइनली रातिको 6 बजीतिर ओहो यहाँ त पुलको तल कति राम्रो राम भगवानको पुरै फोटोहरू अनि त्यसपछि पेन्टहरू गरेको यहाँ अयोध्याको मेन चोकमा कस्तो राम्रोसँग यहाँ बोर्डहरू हालेको फोटोहरू राखेको यतो धर्मस्थो जय भनेर यहाँ लेखेको रहेछ कति राम्रोसँग हामी लाग्यो पवित्र पुण्यभूमि भगवान श्री रामको जन्मभूमि अयोध्या नगरीमा जय श्री राम सम्पूर्ण परिवार यहाँ साह्रै सुन्दर सफा स्वच्छ हावा पनि मिठो लागेको जताततै दायाँ बायाँ पुरै भगवानको के भन्छ रामायणको कथाहरू राम भगवानको हनुमानको अनि त्यो धनुष बाणदेखि लिएर विभिन्न किसिमका चिजहरूले चाहिँ यहाँ पुरै वालहरू भित्ताहरूमा पेन्ट गरेको हरेक घटनाक्रमहरूलाई व्यक्त गरेको देखिन्छ बाटो पनि सफा छ कतै फोहोर देखिन्न हामी हेर्न सक्छौँ श्रीराम नगरी लेखेको साह्रै सफा हामी यहाँ इन्ट्री गरेका छौँ धर्मपथ भनेर यात्रा जारी छ बिहान करिब 12:30-1 बजीतिर दिउँसो हिँडेको हामी अहिले झन्डै रातिको 6:30-7 बज्यो हामी मजाले सपरिवार यहाँ घुमिरहेका छौँ अब टक्क लाएर सन्ध्याकालीन आरती हेर्ने सबैभन्दा पहिला भन्ने कुरा भएको छ गङ्गाजलमा गङ्गा नदीमा गएर सन्ध्याकालीन आरती भगवान श्री रामको हेर्ने कुरा भएको छ रामसान चाट भनेर यहाँ लेखा रहेछ रामसान हाट सरी त्यसपछि ल फाइनली हामी गङ्गा नदीमा आरती हेर्न आइपुगेका छौँ सन्ध्याकालीन आरती यहाँ सिट पुरै फुल भइसकेको छ उभि पनि हेर्न पनि बाध्यता छ दाइले अगाडिबाट भिडियो खिचिरहेछ पछाडि मिना दिदी बिचमा भाउजू अगाडि मम्मी बाबा अनि पाण्डु र पछाडिबाट मैले भिडियो खिचिरहेको छु सन्ध्याकालीन आरती चलिरहेको छ भगवान श्री रामको तपोवन पवित्र भूमिमा ल हामी अब आरती सकेर रिक्सा चढेर जाँदैथ्यौँ यो रिक्सा त फेरि अचम्म रहेछ यी रिक्सा त यहाँको त पुरै पेलेन चाहिँ टेक ओभर गर्ने बेलामा चाहिँ जुन आवाज आउँछ इन्जिन स्टार्ट भएपछि त्यस्तै आवाज निकालेछ जय श्री राम मम्मी आउनु जय श्री राम भनौँ न जय राम जय श्री राम जय श्री राम जय श्री राम हनुमान चालिसा पढ्दै श्री राम जय श्री राम ल यहाँ राम्रो चक्र रहेछ उज्यालो चक्र हामीले यहाँ पोज दिइरहेको फोटोको
मिना दिदीले पुरै पोज दिएपछि भिडियो र फोटो खिचिदियो भनेर अब हामी यतातिर लाग्यौँ। यहाँ माथि बिहार सो गर्दो रहेछ। बिहारबाट विभिन्न त्यो भगवानको पौराणिक कुराहरू, आध्यात्मिक कुराहरू, हनुमानजीका कुराहरू, भगवान श्री रामका कुराहरू, विभिन्न कुराहरू यहाँ डेमो दुर्लभ दर्शन भनेर आएर रहेछ। निःशुल्क डेमो हेर्न मिल्ने। मैले पनि हेरेँ ल। ओहो, मलाई त एकछिन त डर लाग्यो जस्तो भएको थियो, पछि डर लागेन। पुरै पहाड अनि त्यस कुमेरी के भन्छ सुमेरु पर्वत के देखिँदो रहेछ। अनि भगवान रामको पुरै मजाले हेर्न मिल्दो रहेछ। सबैजना यहाँ हेर्छु भनेर लालायित भएका छन् मैले हेरेको देखेर। बिस्तारै बिस्तारै सबैको पालो आउँछ यहाँ। ल हाम्रो मिना दिदीको पनि पालो आयो। मिना दिदी पुरा आँखा तन्काएर दायाँ र बायाँ डढाए जस्तो गरेर पुरै तल माथि टाउको घुमाइ हेरिरहेकी छिन्। के हेरिछिन् पनि भित्र पुरै हनुमानको, भगवान रामको, सीताको मस्त दृश्य चाहिँ निःशुल्क पाएको भएर हेरेकी छिन्। सशुल्क भए त पक्कै हेर्थेन, निःशुल्क पाएपछि किन छोड्ने भनेर हेरिछिन्। ल हामी यहाँ हनुमानगढी मन्दिर आइपुगेका छौँ हनुमानको दर्शन गर्न। यहाँ पुरै मान्छेहरू लाइनमा छन्। यहाँ भाउजू पनि लाइनमा बस्नु भएको छ है। सबैजना हाम्रो टिमै अगाडि दाइ पनि देखिरहेको छ। मिना दिदी पनि छ। म पनि लाइनमै छु। हामी पुरै आएर यहाँ कति बजे खुल्छ भनेर बसेका छौँ। यहाँ फेरि बेला बेलामा बन्द भनेर खुल्ने कार्यक्रम हुँदो रहेछ ढोका। अब यहाँ विभिन्न भक्तालुहरू चाहिँ हनुमानको दर्शन गर्न, हनुमान चालिसा पढ्न, हनुमानको आरती गर्न यसरी लाइनमा बस्नु भएको छ सबैजना। बिचरा हाम्रो मम्मी र बाजे आउन सक्नु भएन, तल बस्नुभयो। उकालो चढ्न सकिनँ, म त थाकेँ, तिमीहरू जाऊ भन्नुभयो। अनि हामी चाहिँ आयौँ। मम्मी र बाजे तल बस्नु भएको छ। म सकिनँ, तलैबाट दर्शन गर्छु, तिमीहरू हेर है भन्नुभयो। अनि मम्मी र बाबा चाहिँ आउन मान्नु भएन, नसकेर खुट्टा दुःख गलो भनेर हामी चाहिँ आयौँ। यहाँ दाई, मिना दिदी, भाउजू, म, पाण्डु भान्जा सबैजना आएका छौँ। पाण्डु अगाडि गएर बसेका छन्। तर मम्मी र बाबा चाहिँ आउन सक्नु भएन। अनि उकालो पनि साह्रै उकालो छ। यो सबै मान्छेहरू यहाँ बसेका छन् टुचुक्क लाएर ढोका खुल्छ कतिखेर भनेर कुरेर बसेका छन्। हामी पनि कुरेर बसेका छौँ। रातिको 11 बजिसकेका छ लगभग। अहिलेसम्म यहाँ ढोका खुल्ने मेसो छैन। ल एउटा ग्रुप सेल्फी हानौँ भनेर मैले यहाँ सबैलाई बोलाएँ। भाउजूले, दाइले, मिना दिदीले, पाण्डुले सबैले हेरे। अनि टक्क हामीले यहाँ सेल्फी लियौँ। यी सब मान्छेहरू लाइनमा बसेका छन्। हामी पनि लाइन समातेर बसेका छौँ। तर खुल्ने मेसो छैन। मान्छेहरू टनाटन छन्। छैन, खुल्ने मेसो छैन। तल चाहिँ मम्मी र बाबा आएर बस्नु भएको छ। मान्छेहरू टनाटन छन्। बिचरा मेरो मम्मी तल आएर हातले नमस्ते गरेर हनुमान भगवानलाई प्रार्थना गर्नुभएको छ। खुट्टा गलेर नमस्ते गर्नुभएको छ निहुरेर। खुट्टा गलेर माथि आउन सक्नु भएन। अनि त्यही तलैबाट दर्शन गरेर अनि उता गएर बस्नुभयो मम्मी। बा पनि त्यहीँ आएर बस्नुभएको थियो। दुईजनै अहिले फेरि आएर हेर्नु भएको छ। हामी पनि माथि आएर लाइनमा त बसेका छौँ, तर ढोका खुल्या छैन। मम्मी र बाबाले बढ्दा तलबाट नमस्ते गर्नुभयो। केही सिप लान ढोका खुलेन। हामी पनि फर्कियौँ लास्टमा। रातिको 11 बजे राति, हामी 11:30 12 बजे राति यहाँ रेल हेर्न भनेर आइपुगेका छौँ। रेल आएको यति खुसी भएका छौँ। यो डब्बावाला रेल आएछ, भारतीय रेल सेवा भनेर। भाउजू फेरि रेल नचढेको, रेल नदेखेको मान्छे, रेल देखेको त्यहीँ छट नाच्नु भएको छ। ल म पनि के कम, ल खिच भन्दै म पनि दौडिएँ हुर्र गर्न। अनि यता फेरि भाउजूले सेल्फी हान्दै हुनुहुन्छ। यता पाण्डु न उफ्रिरहन् फेरि। यस्तो चाहिँ रमाइलो है। भाउजूले फेरि यताबाट पुरा यो हुई गर्नुभएको छ। रेल देख्नु भएको, उहाँ त रकेट, उहाँ के भन्छ चन्द्रमामा त्यो रकेटै देखे जस्तो मानेर खुसी हुनुभएको छ। यतातिर एकजना दाइ फेरि उहाँ भुइँमा बिन्दास सुतेका छन्। हामी यहाँ रेल मस्त। मिनाले फेरि मलाई पनि पार भनेर मिना दिदीको पनि ल पोज खिचिदिएँ मैले रेलमा। लामो रेल, तर सब मान्छे बोक्ने रेल रहन्छ। यो डब्बा रहेछ, सामान बोक्ने रेल। त्यही पनि नदेखेको मान्छेलाई चाहिँ अब नेपालमा हुँदा उही ख रेल, पोख रेल देख्ने मान्छेलाई गएर साँच्चैका रेल देख्न पाउँदा खुसी भयो। फाइनल्ली हामी होटेल आइपुग्यौँ। यो हाम्रो रुम हो। हामी यहाँ आज रात काट्दैछौँ, मम्मी बाबा। भोलिपल्ट बिहान उठेर हामी हिँड्यौँ अब पुनः मार्केट डुल्नलाई र दर्शन गर्नको लागि भनेर। यहाँ ओल्तिर पल्तिर पुरै दायाँ बायाँ साह्रै राम्रो सौन्दर्य सौहार्द वातावरण छ। भगवान श्री रामको विभिन्न कलात्मक कुराहरू यहाँ प्रदर्शन गरिएको छ। अनि सबै भित्ताहरूमा चाहिँ विभिन्न पौराणिक चित्रहरू, पौराणिक जानकारी दिने मूलक
विभिन्न वस्तुहरू विभिन्न विषयसँग सम्बन्धित चाहिँ यहाँ दृश्यहरू चाहिँ हामीले देख्न सक्छौँ। बजार पनि त्यस्तै भिड छ। यहाँ हनुमान चालिसा, जय श्री हनुमान, मेरा पवन पुत्र हनुमान, यहाँ पुरै हातमा त्यो उहाँले लड्ने के भन्छ यसलाई, यो समातेर मस्त बस्नुभएको छ। जय श्री हनुमान, पवन पुत्र हनुमान कि जय, मजाले बस्नुभएको छ। हामी आयो गङ्गा नदीमा आरती गर्न, पूजा गर्न। यहाँ भाउजूले आरती लिएर मजाले घुम्दै गर्नुभएको छ। मम्मी र दिदीले पनि सरजमहरू जुरेरहेका छन्। बाबाले उताबाट ताली मारेर नमस्ते गरेर बस्नुभएको छ। यहाँ भाउजूले आरती गर्नुभयो, सबैजनाले छुन्नी भनेर यहाँ पनि आएर छोइरहेको छु पछाडिबाट। यसरी सबैले ग्रुप आरती गरिरहेछौँ। यो गङ्गा नदीमा चाहिँ भगवान् श्रीरामले आफ्नो देह चाहिँ त्यागेको भन्ने जानकारी पाएको थिएँ मैले। अनि हामीले यहाँ जल पूजा पनि गऱ्यौँ, जलले स्नान पनि गऱ्यौँ। अनि त्यहाँ बालेर मिना दिदी र पाण्डुले पनि मजाले यहाँ पूजा गरिराख्नु भएको छ। पाण्डु र मिनाले चाहिँ मजाले हातमा दियो लिएर पूजा गरिरहेको दृश्य हामी यहाँ देख्न सक्छौँ। त्यसपछि मम्मीले पनि मजाले गङ्गाको जल घर लिएर जाने भनेर दाइले गिलान किनेर ल्याइदियो। त्यो गिलानमा चाहिँ मजाले गङ्गाको जल, पवित्र जल चाहिँ भर्दै हुनुहुन्छ। चोखो जल चाहिँ घर लिएर आउने, नेपाल लिएर आउने भनेर मम्मीले गिलानमा चाहिँ पवित्र गङ्गा जल चाहिँ भर्दै हुनुहुन्छ। अब यो गङ्गा जल चाहिँ हामीले नेपाल लिएर जान्छौँ, घर लिएर जान्छौँ। ल हेर्नुहोस्, गङ्गा नदी साह्रै राम्रो, साह्रै सफा छ। यही गङ्गा नदीमा चाहिँ भगवान् श्रीरामले आफ्नो देहलाई चाहिँ त्याग गर्नुभएको, उहाँको समाधि भएको भन्ने जानकारी चाहिँ मैले पाएको थिएँ। साह्रै सफा स्वच्छ छ, सुन्दर छ। यो गङ्गा नदी अयोध्या धाममा अवस्थित रहेको गङ्गा नदी सफा छ, कलल बगिरहेको छ। अब हामी फेरि रिक्सा चढेर जाँदैछौँ अब राम मन्दिरतर्फ। यो यहाँ फेरि रिक्सा पनि लामा लामा हुँदो रहेछन्। पुरै रामरथ लेखेको रिक्सा भेट्यो यहाँ। हामी यसैमा सबै परिवार रिक्सामा बसेर जाँदैछौँ। पछाडि दिदी, पाण्डु, भाउजू, अगाडि मम्मी, बाबा, दाई। अनि अब यहाँ मेरो ठाउँ खाली छ, म पनि यहाँ बस्छु टक्क लाएर। अनि हामी अब जाँदैछौँ राम मन्दिर दर्शनको लागि। ल मुखमा पान खाँदै मैले मिनालाई बोलाएको छु। मिनाले हाई भन्दैछ पछाडिबाट। यताबाट भाउजूले पनि हाई गरेर हात हल्लाउनु भयो। सबजना आफ्नै आफ्नै धुनमा मस्त। हामी यहाँ हनुमानगढी आइपुगेका छौँ। श्री हनुमानगढी हिजो राति हामीले आरती गर्न पाएनौँ, तर तल्लैबाट दर्शन गरेर पनि फर्कियौँ। किनकि हाम्रो होटेल 10 बजे बन्द हुनेवाला थियो, 10:30 11 बजे बन्द हुनेवाला थियो। त्यहाँ अझै आधी घन्टा 1 घन्टा नखुल्ने भइसकेपछि आजको फेरि मम्मीको व्रत, मम्मीले खाना नहुने, त्यो कारणले गर्दा हामी हतारिँदै निस्किनुपर्ने बाध्यता भइदियो। ठिकै छ, हामी त्यहाँ हनुमानजीलाई तलैबाट भए पनि दर्शन गऱ्यौँ। हामी लाग्यो अब राम मन्दिरतर्फ। अगाडि बसेर हाम्रो घरको जेठो दाइ मजाले गुरुजीसँग बसेर कसरी चलाउने हो, के गर्ने हो, यसलाई कसरी मोड्ने हो, प्लेनभन्दा चाँडो यो उड्छ कि प्लेन उड्छ भनेर सोधिरहेको छ। रेल, प्लेन र योमा कुन चाँडो हिँड्छ, यसको इन्जिन कसरी बनेको हुन्छ, कति सिसीको हो, पेट्रोल कहाँबाट हाल्ने हो, इभी हो भने ब्याट्री कता हुन्छ, कति घन्टा हिँड्छ भनेर दाइले पुरै खोदी-खादी गरिरहेको छ। मम्मीले यता खानेकुराहरू खोदल्नु भयो, मैले सेल्फी हानिदिएँ लौजा। बालाई यता हेर्नुहोस् त, बा भनेको हेर्दै नहेर्ने बल्ल बल्ल हेर्नुभयो। ल हाँस्नु भएको छ, हो के गरौँ भनेर। हामी यहाँ मजाले हिँडिरहेछौँ। फाइनल्ली हामी आइपुग्यो राम मन्दिरको प्रवेशद्वारमा। तर यहाँ त साह्रै सुरक्षा कडाइ रहेछ। मम्मीले हातमा फुल प्रसाद लिएर छिर्नुभयो, म पनि छिरेँ। तर लान दिएको छैन भन्ने जानकारी पाएँ मैले। धेरै मान्छेहरूलाई फर्काइदिरहेको रहेछ। एकदमै नियमन चाहिँ कडा रहेछ। यहाँ पुलिसहरूबाट सेक्युरिटी एकदम टाइट रहेछ। मोबाइल, पर्स, बेल्ट, इभन घडी पनि होइन। त्यसपछि अरू सरसामानहरू घरबाट ल्याएको दियो, कलश, बत्ती, पूजा सामग्री केही पनि, अगरबत्ती, धुप केही पनि लान नदिने रहेछ। हामीलाई त थाहा भएन, त्यही पनि घरबाट लिएर आएको फुल प्रसादहरू
किन छोड्नै सकेसम्म लैजाउँ न त भन्ने भयो। अरू मन्दिरमा हाम्रो नेपालको मन्दिरहरूमा हामीले जस्तै दर्शन गर्ने गरेका थियौँ घरबाट सरसामान लगेर त्यस्तै सोचेर हामी गयौँ। तर अन्तिममा त हामीलाई त्यहाँ त अवरोध भयो, जान दिएन, सामान लिएर जान दिएन। ल फाइनली हामी राम मन्दिर घुमेर नि बाहिर निस्किसकेका छौँ। साह्रै राम्रो, कति सफा, कति भव्य, भित्रको अलौकिक रहेछ दृश्य, कलात्मक रहेछ साह्रै। हरेक सानो सूक्ष्म कुरामा पनि भगवान्को विभिन्न मूर्तिहरू, विभिन्न दृश्यहरू कुदेको रहेछ। त्यही भएर चाहिँ त्यहाँ फुल प्रसाद लान नदिने रहेछ भन्ने हामीले जानकारी पायौँ। नत्र त्यहाँको त्यो जुन सुन्दरता छ त्यो चाहिँ बिग्रन्छ, फोहोर हुन्छ भनेर नै यहाँ रोकिएको रहेछ, बाहिरबाट लान नदिएको रहेछ। जे होस्, राम मन्दिर साह्रै राम्रो, भगवान् श्रीरामको यही राम मन्दिरमा जन्म भएको भन्ने किम्वदन्ती भनाइ छ, पौराणिक भनाइ छ। त्यसैलाई नै हामीले अनुसरण गरेर, त्यही कुरालाई हामीले अनुकरण गर्दै हामी यहाँ दर्शन गरेर बाहिर निस्केका छौँ। जताततै कार्पेट राखिएको छ, यी लखर हिँड्नु भएको छ, बा पछाडिबाट अगाडि मम्मी हिँड्नु भएको छ। अनि यहाँ अरू भक्तहरू पनि दर्शन गरेर निस्किँदै हुनुहुन्छ। ल हेर्नुहोस्, यहाँ हाम्रो भाउजूले पनि भिडियो खिच्दै मजाले आउनु भएको छ। यहाँ यो मुख्य प्रवेशद्वार, यहाँबाट भित्र छिरेपछि राम मन्दिर आउँछ। तर हामीले चाहिँ बाहिरबाट केही लान पाइन्न, क्यामेरा पनि लान पाइँदैन, मोबाइल केही लान पाइँदैन। अब यहीँ भयो नि फोटो खिचाउँ न त भन्ने कुराबाट खिच्यौँ। ल हामी मन्दिर दर्शन गरिसकेपछि हामी निस्क्यौँ पूर्ण हाम्रो गाडीमा सरर घुम्दैछौँ। एकलट बजार दर्शन गर्दै गर्दै निस्किरहेका छौँ। जय सभी सनातन धर्म की जय, सभी भक्तजन की जय, बोलो श्री हनुमान की। ल हामी फर्किँदै थियौँ, लास्टै नै भोक लाग्यो हामीलाई, एकदमै भोक लाग्यो। त्यसपछि हामीले यहाँ के भन्छ तन्दुरी रोटीहरू मगायौँ बटर हालेर, अनि सुक्खा पनि मगायौँ। त्यसपछि मटर पनिरको तरकारी मगायो, जुस मगायो, ओरियो जुस मगायो पाण्डुले फेरि आफूलाई भनेर। अनि हामीले चाहिँ विभिन्न तरकारीहरू अनि मिक्समा रोटीहरू मगायौँ। मम्मीको बिचरा व्रत, मम्मीले केही खान भएन, सामान्य चिया खाएर बस्नुभयो पुरै। मम्मी दिनभरि आज फास्टिङ, मम्मीले खान नहुने, त्यही भएर मम्मीले चाहिँ जस्ट 1 कप चिया मात्रै खानुभयो, अरू केही खानु भएन। ल फाइनली हाम्रो अयोध्या टुर, फ्यामिली टुर सकियो। धन्यवाद।